साथीहरू, यो मलेसियाको काली टेम्पल हो। हेर्नुहोस्, यहाँको मन्दिरहरूमा चाहिँ तपाईँको मेन मन्दिरको मेन गर्भगृहभन्दा गेटको चाहिँ जुन गजुर हुन्छ त्यो चाहिँ धेरै धेरै ठुलो हुने गर्छ। हाम्रो नेपालमा भन्दा धेरै फरक किसिमको हुन्छ। र यहाँ चाहिँ अहिले हेर्नुहोस्, यहाँ चाहिँ तपाईँको जुन यो गर्भगृह चाहिँ यहाँ पुरै बन्द गरिएको छ। र यहाँ 7:30 बजेदेखि यहाँ मतलब 7 बजेदेखि पूजा अर्चना कार्यक्रम सुरु हुन्छ। र हाम्रो नेपालमा जस्तै होइन कि जुन त्यतिखेर जुन बेला मन लाग्यो त्यतिखेर आयो माथा टेक्यो, त्यस्तो हुँदैन। यहाँ चाहिँ तपाईँको पूर्ण रूपले पूजा चाहिँ पुजारीद्वारा गराइन्छ। जतिसुकै भक्त आए पनि तपाईँको पुजारीले पहिले तपाईँको आरती गरेर होइन मन्त्र विधि अनुसार पूजापाठ सकिसकेपछि मात्रै अरूहरूले पूजा गर्न पाइन्छ। मतलब अरू आम भक्तहरूले आम भक्तहरू चाहिँ पुजारी सँगसँगै नै पूजा गर्ने गर्छ। यही रीति छ यहाँ। धन्यवाद।